पठायो भाइ लाग्छ त इन्डियामै लागिरहेको छ नि कहाँ जानलाई सामान लिएर गइरहेको थियो होला अब घर जाने बेला त मान्छे लिएर जानु पर्यो दायाँ बायाँ सामान राखेर यो पनि पठाउ होला नै हो इन्डिया भोगी पठाओ हजुर इन्डिया भोगी पठाओ पठाउ त यार लाग्छ पठाऊ म त इन्डिया चलाएर आएको खै के हो यार यो कति सस्तो हो यार इन्डियामा के लास्टै सस्तो रहेछ क्या पठाउमा ठिक छ क्या पठाउमा है पठाउमा यो अरू बेला यो इन्डियामा उठ्या रेट भन्दा यसले 20% काटेर बढी नै उठिरहन्छ बढी नै उठ्छ है 5-10 रुपियाँ पनि बढी उठिरहन्छ त्यही त यार यो त 10 किलोमिटरको 160 देखाउँछ यार मैले भर्खर 14 किलोमिटरको 303 रुपियाँमा लिएर आएको होइन यसले 62 रुपियाँ खायो होइन 62 रुपियाँ 303 रुपियाँमा 62 गरेँ मलाई 141 होइन ल 140 240 भनौँ होइन 240 मलाई भयो 14 किलोमिटरको कहाँ इन्डियामा 240 रुपियाँ आउँछ त आउँदैन 240 त 220 आए पनि उसले ठ्याक्क कमिसन काटेर त खाएर नि तर यसले जित्छ क्या अझ कमिसन घट्दै आउँछ नि त पामा स्टिलमा धेरै यसले जित्छ क्या धेरै पानी परे बेला चाहिँ फेरि म इन्डिया मात्र चलाउँछु यो पानी परे बेला त सजिलो बेला त यसो हुन्छ नि त अलि गतिले टिपाउँछ नि नभएर पानी परे बेला चाहिँ इन्डिया चलाउँछ नभए त अहिले पनि एउटा घाटाको टिप उठाउनुपर्छ भन्ने पनि छैन बजे बस्छ नभए मास त बस्छ कति बजी निस्किनु भयो म अघि त्यस्तै 3:45 मा निस्कियो भने 450 जति हामी सक्नुभएको यो कमिसन काटेको कमिसन काटेर है यो चोकमा यो बसेको सबै पठाउ होला हो के अरे हावा एकजना दाइले क्या हावा पैसा कमाएको देखाउने विदेशबाट मान्छेहरू आयो भने नेपालमा के होला अनि भनेर लेखेको छ क्या हुन पनि हो होइन हामीहरूले यस्तै अब पठाउमा इनड्राइभमा यसरी कमाइ हुन्छ यति रुपियाँ कमाइ हुन्छ भनेर हामीहरूले भिडियो बनाएर हाल्छ नि त अहिले आफ्नो खुट्टामा आफै बन्चर हानिरहेको रहेछौँ क्या हामीहरूले अब अहिले बाटोमा जाने भने यस्तै पठाउ हुन्छ सरकारी जागिर गर्ने पनि पठाउने अनि प्राइभेट गर्ने पनि पठाउने अनि के अरे पसल गर्ने पनि पठाऊ अब यो खाली कोही छैन बाइक स्कुटी जे छ खाली भएको मान्छे कोही छैन सबै आफ्नो 8 घन्टा ड्युटी गर्ने अनि ट्याक्क बाइक निकाल्ने सर ल पठाऊ अनि कोही अब सब्जी ल्याउन गएको एकजना दाइ त अघि मैले देखाएको थिएँ क्या त्यो मान्छे कहाँबाट सब्जी ल्याएर सामान लिएर आएको थियो होला इनड्राइभ क्या इनड्राइभ अब कहाँ जानु थियो त्यो मान्छे होइन इनड्राइभमा सर हेरिरहेको थियो क्या अब उतैतिर जाने मान्छे भयो त लिएर जाने हुन्छ नि त अनि अब सब्जी टक्क साइडमा राखेको छ होइन अनि आफ्नो काम पनि बनेको जाने बेला पैसा पनि आइहाल्छ अनि त्यसपछि अब त्यस्तो गरिरहेछ सबैले होइन अनि हामीहरूलाई अहिले मान्छे पेसेन्जर पाउन गाह्रो छ अनि यसैमा अब इनड्राइभले पनि अब हेरेको छ नि त इनड्राइभले पनि के राइडरहरूले यति कमाइरहेछ यति कमाइरहेछ भनेर उसले रेट पनि घटाइरहेछ क्या घटाइरहेछ रेट अनि त्यही भएर अब के अरे राइडरहरू बढिरहेछ अनि रेट घटिरहेछ उसले अब म नगयो भने अर्को गइहाल्छ अर्को नगयो भने अर्को गइहाल्छ अब इनड्राइभलाई त टेन्सनै छैन नि अनि अब पेसेन्जरहरूले फेरि अब थोरै जहाँ छ त्यहीँ हिँडिहाल्छ अब त्यस्तो छ बाटोमा यस्तै छ मान्छेहरू अनि आफ्नो खुट्टामा आफै पन्चर हाने होइन त अब हामीहरूले भिडियो बनाएर अनि यताउता यस्तो छ उस्तो छ यति कमाइ हुन्छ उति कमाइ हुन्छ भनेर हामीले भिडियो बनाएर नहाल्यो भने त उनीहरू अब हेर्थेन पनि उनीहरूलाई थाहा पनि हुन्थेन हो कि अनि हामीले भिडियो बनाएर आफ्नो खुट्टामा आफै पन्चर हानिरहेको रहेछौँ होइन अब यस्तै छ अब हामी नै बेरोजगार भइसक्यौँ अब पहिला जति कमाइ नै हुन छोडिसक्यो पहिला अब 4000 4500 3500 4000 पहिलाको भिडियो हेर्नु भने मेरो त्यति कमाउँदैन मैले होइन अब अहिले 1500 1600 2000 2500 त्यति मात्र हुन्छ अनि त्यही भएर गर्दो क्रममा छ अनि दर्शकहरूले पनि अब भनिरहेछ किन यति देखाइरहेछ त्यो देखाइरहेछ भन्छ ठिकै छ गाइज कहिले काहीँ देखाउँछु होइन अब यहाँ त तिमी यहाँ न अलिकति एकैछिन बुढीले नि जहिले नि पैसा गर्ने मात्र भिडियो बनाउने भनेर ल्याङ गरे गर्छ नि त अनि सबैले इरिटेट लाग्दो रहेछ नि त त्यही भएर आज चाहिँ मैले जति कमाए पनि कमाउनु त कमाएँ गाइज हिजोको भन्दा अलिकति कम कमाएको छु आज देखाउँदिनँ है अब यस्तै छ अब यस्तो मेरो मनसाय चाहिँ के छ भने अब
हामी जस्तै बेरोजगार मान्छेहरूले यो भिडियो हेरेर उनीहरू पनि रोजगार होस्, उनीहरूले पनि सिकोस् भन्ने सोचे बनाएको हो होइन। अब यहाँ त बेरोजगार मात्र होइन, यहाँ सरकारी जागिर उहाँ के न्यु रोडमा पसल अब के भन्ने अब यस्तो सबै पुरै अब काठमाडौँमा 2-3टा घर भएको मान्छेहरू अब त्यस्तो मान्छेहरूले अब चलाउन थाल्यो। अब त्यस्तो चलाउन थालिसकेपछि अब हामीहरूको त अब बेरोजगार मान्छेहरूको त अलिक डाउन हुँदै गयो नि त। त्यही भएर उहाँले भनेको पनि ठिकै हो। अब एभ्रिडे पैसा हावा अरे एभ्रिडे पैसा कमाएको मात्र देखाउने, यति कमायो उति कमायो भन्ने, अनि विदेशबाट मान्छेहरू फर्केर आयो भने के हुन्छ भनेर भन्नुभएको छ। विदेशबाट फर्केर आए मान्छेले पनि गरिरहेको होला, यहाँ सरकारी जागिर गर्नेले पनि गरिरहेको छ, स्टुडेन्टले गरिरहेको छ, जसले नि गरिरहेको छ क्या, नगर्ने मान्छे कोही छैन। यस्तो चाहिँ गर्नुपर्ने यो राइडरहरू छ नि, अफिस जागिर खाएको मान्छेले त किन गर्नु क्या, केही काम नभएको यहीमै पठाउ इनऱ्यापेट जहिले गरिरहेको छ नि, यो मान्छेलाई मात्रै दिनुपर्ने क्या, यो उसले पठाएर हेर्नुपर्ने होइन। यो पार्ट टाइम गरेर हुन्छ नि मान्छेहरू, उनीहरू सरकारी जागिर गर्नेहरू, अब यहाँ व्यवसाय गर्ने मान्छेहरू, त्यस्तो मान्छेहरूलाई चाहिँ त्यो के भन्छ नदिनुपर्ने क्या। यो त ओपन छ कि, ओपन छ, नहुनुपर्ने हो खास, ओपन भएर त अनि जसले नि गर्न पाउने भयो नि त, जसले नि नहुनुपर्ने के ओपन। ठिकै छ, नहुनु पर्ने भनेर भयो त, नहुनु पर्ने भएपछि त अब कतिजना हुन्छ त। अब कि यो दर्ता सिस्टम कालो प्लेट ल्याइदिनु पऱ्यो, बाइकलाई पनि कालो प्लेट के ट्याक्सी जस्तै कालो प्लेट बनाउने बाइकले, अनि मान्छे बुझ्ने मात्र त्यस्तो सिस्टम ल्याउनु पऱ्यो होइन। यस्तै छ अब हामीहरूको कुरा कसले सुन्ने हो र होइन। त्यही हो आज गएको थिएँ ड्युटीमा पनि, अनि यस्तै जता जाऊ यस्तै मान्छे, पेसेन्जरभन्दा बढी पठाउवाला छन् यार, पेसेन्जरभन्दा बढी। एक ठाउँमा त्यहाँ उभिनुपर्छ, यस्तै एकैछिनमा अझ अलिकति एउटा पठाउवालासँग कुरा गरे हुनुपर्छ, यस्तै आइहाल्छ नि एकैछिनमा झुम्म भएर। कहिले कहाँ जाने भन्छ, कहिले कहाँ जाने भन्छ, कहिले कहाँ जाने, हामी पनि त्यस्तै हो। हो यस्तो पछाडि हेऱ्यो है, कोही आउँछ कि पेसेन्जर, यता हेऱ्यो कोही आउँछ पेसेन्जर होइन। मैले सुरु गर्ने बेला यस्तो थिएन यार, मैले सुरु गर्ने बेला इनड्राइभमा पनि झ्याप लाग्ने, पठाउमा पनि झ्याप लाग्थ्यो, अनि अफलाइन पनि मजाले भेटिन्थ्यो क्या। पहिला त पेसेन्जरले हामीलाई खोज्थ्यो, अहिले हामीले पेसेन्जर खोज्दै हिँड्नु परेको छ, त्यही पनि भेटिँदैन मान्छे होइन। यस्तो तराब छ त्यो हो सबै। यो हामीहरू युट्युबमा भिडियो यस्तै हालेको छ नि मान्छेहरूले, यति कमाउँछ उति कमाउँछ भनेर होइन, यति घन्टा गरेर यति कमाउँछ, पार्ट टाइम गर्दा पनि भयो, अनि यताउता भनेर युट्युबमा यस्तै हालिदिएको छ। युट्युबमा सब मान्छेले हेर्दै अनि इनड्राइभ गर्दै पठाउ गर्दै गरेको छ, अफलाइन गर्दै गरेको छ, अनि के अरे आफ्नो खुट्टामा आफै बन्चरो हान्ने। त्यही गाइस यस्तै छ गन्थल। अनि बुढीले पनि लगाइरहेको थियो, एभ्रिडे भिडियो बनाउने पैसा बनेको भन्ने लाग्थ्यो होइन। मैले चाहिँ अब अरूलाई पनि सन्देश होस्, बेरोजगार मान्छेहरू कति हुन्छ नि, छ त नेपालमा, उनीहरूले गर्छ भने हुन त बेरोजगार मान्छेसँग के को बाइक हुन्छ र होइन। बेरोजगार मान्छेसँग बाइकै हुँदैन, अब बाइक किनेर गर्नुला भन्ने कुरा पनि अब लाग्थ्यो मलाई। त्यो तरिकाले चाहिँ मैले भिडियो बनाउँथेँ होइन। अब यहाँ त काठमाडौँमा 3टा घर 2टा घर भएको मान्छे अब कति भेडा छ मैले, व्यवसाय भएको मान्छे, सरकारी जागिर भएको मान्छे सबै त्यसमा झुमेपछि अनि गाह्रो भयो नि त, पठाउ इनड्राइभ गर्ने। हामी जस्तो बेरोजगारलाई गाह्रो भयो क्या। ठिकै छ त्यति गाह्रो हो नि, अब 2 छाक खान त पाइहाल्ला नेपालका काठमाडौँमा। ल गाइस त्यही हो हाम्रो अब भात सात पाकिसक्यो, भात सात खाइन्छ। अहिलेसम्म भिडियो गरिदिनु भयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि लाइक गर्नु होला। हामीहरूको राइडरको भन्दा पनि के भिडियो आउँछ अरे, के आउँछ अब हामीहरूको यस्तै गन्थन प्र्याङ्क सबैको आउँछ। अब प्र्याङ्क स्र्याङ भनेको त्योभन्दा माथि हो ल गाइस लाइक गर्नु होला। कुनै आइहाल्छ नि भिडियो हाल्दा चाहिँ हामी छोड्दैनौँ, तर राइडको भिडियो चाहिँ अलिक कम आउँछ। अब आउँछ अब त्यही राइडको भिडियो आउँछ, त्यो पैसा कन्या मात्र आउँदैन क्या। राइडको भिडियो त आउनु पऱ्यो नि त, कामै त्यही हो मेरो, कामै त्यही हो मेरो। त्यो पैसा कन्या मात्र पैसा मात्र नदेखाउने भने अब कति कमायो भनेर। अब यहाँ दुनियाँलाई देखाएर आफ्नै जागिरै खोसिसक्यो, आफै यहाँ बेरोजगार भइसक्यो, तनाव छ यार। अब ड्युटी गयो, मान्छे हेऱ्यो मान्छे आउँदैन, ठिकै लाग्दैन। अनि इन्डियामा यति सस्तो बनाइदिएको छ फेरि, जानै मन लाग्दैन फेरि त्यति सस्तोमा। पहिला 250-300मा गएको ठाउँमा अहिले 150मा जानु परेको छ, अनि कहाँ जानु मन लाग्छ त यार, जानै मन लाग्दैन मलाई त। त्यस्तो भइसकेको छ गाइस होइन। यो विदेश नजासम्म उमा लाग्दैन यहाँ जिन्दगीमा, त्यो पठाउ चलाएर केही हुनेवाला छैन जस्तो लाग्यो मलाई अब आजदेखि। एउटा त अस्तिदेखि लागिसकेको छ, त्यही पनि अब मैले सुरुमा चाहिँ अब अरूलाई पनि मोटिभेसन होस् भन्ने तरिकाले मैले भिडियो बनाएर हो, त्यही उद्देश्यले पनि यो च्यानल खोलेर हालेँ हो होइन। नत्र अब त्योभन्दा पहिले पनि मैले राइड गरेर हो, म च्यानल बनाएको थिएन। अनि त्यसपछि अब मैले पनि युट्युबमै हेरेर राइड सुरु गरेँ हो क्या। अनि युट्युबमा हेरेर राइड सुरु गरेँ, अब मैले पनि बनाउनु थालेँ, अरूले पनि बनाउनु थालेँ। बनाउने मान्छे यस्तै छन्, अनि हेर्दै मान्छेहरू जागिर छोड्दै, अहिले त शान्तिनो जागिर छोड्दै मान्छेहरू पठाउ इनाम गर्दै गरे
जागिर छोड्दै गर्दै जागिरमा 15,000 को लिएर अब यहाँ किन भने दिनमा 1000 कमाउने महिनामा 30,000 हुन्छ अनि अर्का जागिर किन गर्ने आफ्नै गर्ने भनेर जो पनि पठाऊ त्यही त हो त्यही भएर गाइस यस्तै छ म अघि पानी झनन पानी पऱ्यो कि आज त यहाँ काठमाडौँमा यस्तो खतरा पानी पऱ्यो अनि सरर रुमतिर आइदिएँ नत्र अहिलेसम्म ड्युटीमै हुन्थेँ म त्यही हो गाइस भाइ है त नेक्स्ट भ्लगमा भेट्नु होला है त यति मात्र आउँदैन अरू सबै आउँछ